static category, this is a star, and this is an indoor. Static category. अब हामीले आज चाहिँ तपाईहरुले के कुरा चाहिँ ब्रिफिङ गर्छौं र मोस्टल एथलिटहरुलाई हिजो मैले जाने तपाईहरुले त्यो पोस्टै कोल्याब गर्न मिल्दैन नि त्यो ट्याग गर्न कसैको मसलामा के छ भने सोध्न सक्नुहुन्छ जुन स्ट्यान्डर्ड तपाईले मिट गरेर आउनु भएको छ जस्तै हामीले उसले प्रकाशले देखाउनु भयो उसले कुरा गर्नु भयो त्यसले कुनै अलाउडै छैन क्वालिटी चाहिँ अलाउ पनि त्यही अनुसार सेट गर्छौँ है तपाईहरुले जति नै गाह्रो हुन्छ प्लिज धेरै पकड दिनु भएन शब्द सिधै माथि जानुपर्छ अब अगाडि आउनु पर्नु पर्यो है दुई तिन जाने धेरै पकड हो भने तिन मान्छे सेकेन्ड थिङ तलमा अब त्यो लगाउनु पर्यो अनि स्विङ पुरो भयो किपिङ पुरो गर्नु भएन त्यसमा सबै अघि एउटा कुरा सुन्नु जस्तो लाग्यो सो मसलमा पनि तपाईहरुको ब्रिथ धेरै हुनु पर्यो तपाईहरु प्रकाशले भनेको जस्तै एउटा सिधा टप बटम सो कलर तिनीहरुको एउटा फिस हुन्छ सो तल जाँदा फिसलाई टच गर्नु पर्यो अनि माथि आउँदा फुल्ली एक्सटेन्डेड हुन्छ यसमा अर्को कुरा चाहिँ त्यसो गर्दाखेरि जस्ट अप्पर बडी मात्रै मुभ भयो भने इन्डिभिजुअल रेस्ट पाउँदैन सो फुल्ली बडी नै एउटा लाइनमा मुभ हुनु पर्यो निचेर पास गर्नु पर्यो यहाँनिर यो लाइन हुन्छ नि सिधा त्यहाँबाट त्यो पकाउनु पर्यो माथि आउँदा निज र हिप लगआउट हुनु पर्यो यो पनि पाइँदैन यो पनि पाइँदैन सो फुल्ली टिप्समा त्यसै बडी मुभहरू भएन सो उता फेरि अगाडि रेज हुनु भएन एकदम स्ट्रेट अप डाउन पुरै माथि आउँदै आएको हुनु पर्यो तल जाँदा जो कि आर्को लाइन भन्दा सोल्डर लाइन तल हुनु पर्यो सँगसँगै जुन यो लाइन छ यो पनि बार पर्छ त्यो भनेको चाहिँ यो भयो के पाएन कि सो हिजो चाहिँ तल जानु पर्यो होइन खुट्टा त्यो स्ट्रेटै हुनु पर्छ खुट्टा स्ट्रेटै हुनु पर्यो यो पाइँदैन कि जति मैले को छैन नि मैले लाइभ भिडियो आएको तपाईहरुले सबैको अनलाइन सकिन्छ त्यसपछि चाहिँ फेसअप गर्नुपर्छ है यो भन्छ टक्क छाती मिलाएर ओके सो अब तपाईहरुले सुन्नुपर्ने कुरा चाहिँ के छ भने एक नम्बर टिचारको सर्भ गरेको थियो त्यसको चाहिँ फर्स्ट क्वालिफायर राउन्डमा 8 नम्बर छ भनेको एक नम्बरमा राहुल लामा हुनुहुन्थ्यो भने एक नम्बरमा चाहिँ मनदीप श्रेष्ठ हुनुहुन्थ्यो राहुल कहाँ गयो यहाँ अगाडि ओके सो नेक्स्ट वान हाम्रो
तपाईँहरू सबैजना सरप्राइज छ नि त होइन कसलाई के पऱ्यो भन्ने कुरा तेरो म भन्दैछु 2 मा चाहिँ अंशु श्रेष्ठ हुनुहुन्थ्यो भने यतापट्टि हाम्रो 7 मा हुनुहुन्छ शिवराज ढकाल त्यसपछि छ हाम्रो विशाल श्रेष्ठ 3 नम्बर हुनुहुन्थ्यो उहाँको चाहिँ 6 सुसन मगर हाम्रो चाहिँ 4 मा सन्तोष थापा सन्तोष थापाको चाहिँ ल 1 to 8 मन्दिर र हामी राहुल भाइ हुनुहुन्छ राहुल प्रेसर गराउँछौँ अगाडि अगाडि यता ठ्याक्कै झन्डाको बिचमा त्यही हुन्छ है अलि अगाडि आउनु पम्प हाल्ने त्यतिकै ठिक थियो तर ए एमएमए रुलै हाल्ने त दाइले अहिले त अघि अब चोइस हुन्छ क्वालिटी हुन्छ है खोल्नै पर्छ जित्नै पर्यो ठिकै क्या मैले But you need to be there at least 6 times. Right? 7 बाट चाहिँ हाम्रो इभेन्ट सुरु हुन्छ 7 AM to 8 AM मा चाहिँ स्ट्याटिक क्वालिफायर छ अनि त्यसपछि चाहिँ 8:15 to 9:15 मा चाहिँ इन्डोरेन्सको क्वार्टर फाइनल छ
देखेन हाम्रो टप 8 एथलिट नदेखाउने अनि त्यसपछि चाहिँ हाम्रो 992 गेम राइडमा चाहिँ फ्रिस्टाइल क्वालिफायर भन्दैछ त्यसमा चाहिँ तपाईँहरू टोटल रजिस्ट्रेसनबाट हामी टप 16 त्यसपछि चाहिँ हाम्रो 1092 इलेभेनमा चाहिँ गेस्ट वेलकम छ यो गेस्ट वेलकममा चाहिँ हाम्रो कहिलेकाहीँ तलमाथि हुनसक्छ स्केड्युलमा चाहिँ किनभने अब गेस्ट आउने टाइमिङ चाहिँ अराउन्ड 11 देखि 11:30 दिएको छ मलाई सो हामीले चाहिँ मिलाएर गर्छौँ तर हाम्रो स्केड्युल चाहिँ यो अनुसार अगाडि बढ्छ 11 to 11:40 मा स्ट्याटिक क्वार्टर फाइनल छ त्यसमा चाहिँ टप 16 त्यसपछि चाहिँ तपाईँहरूको 11:40 to 12 मा चाहिँ फ्रिस्टाइल क्वार्टर फाइनल छ 12 to 1 मा चाहिँ इन्डोरेन्स सेमी फाइनल छ 1 to 115 मा चाहिँ हाम्रो इन्डियाबाट चाहिँ क्यालिबा यसमा चाहिँ स्पोन्सर हुनुहुन्छ उहाँहरू चाहिँ इन्ट्रोडक्सन रहेको छ 15 मिनटको 1 देखि 1:30 मा चाहिँ नर्मली हामीले ब्रेक गरेका छौँ जसमा चाहिँ हाम्रो चाहिँ गेस्टहरू कमेन्ट हुनसक्छ स्पेसल गेस्टहरू 1:30 to 2:30 मा चाहिँ 2 मा चाहिँ हामी स्ट्याटिक सेमी फाइनल छ 2 यस्तो हुनु पर्यो फ्रिस्टाइल सेमी फाइनल ठिक छ ईश्वरजीहरूको ब्याटल छैन र त्यसमा त्यही अगाडि 1 घन्टामा स्टार्टिङ 1 राउन्ड त जम्मा स्टोरी चाहिँ नभएर 360 हान्न लाउने क्या फ्रन्टली बनायो त्यसले भन्छ रोशनहरू हेर्छ रोशन खालिसक्यो बिहानै उसले मलाई धेरैचोटि टेक्स्ट पनि आएको थियो भाइको बारेमा मैले चाहिँ पर्सनली के सोचेको हो भन्दाखेरि चाहिँ मेरो टिममेटले पनि मलाई कुरा गर्नुभयो अब भाइ सानै छ होइन अब उसले यतिको स्किलहरू गर्न सक्छ हामीले एउटा जुन एउटा अर्गनाइजेसन भइसकेपछि धेरै कुरा सोच्नुपर्छ है त्यही भएर भोलि पनि हामीले उसले एउटा पर्फर्मेन्स गर्दाखेरि चाहिँ सुरक्षित सेक्युरिटी सहित नै गराउँछौँ उसलाई तर एउटा जुन उसले यो लेभलमा गरेको छ इट्स रियली अमेजिङ है हामी सबैले एप्रिसिएसन गर्नुपर्छ जुन भाइ जस्तो वर्ल्ड रेकर्डमा चाहिँ आफ्नो नाम लेख्नुभएको छ तपाईँहरू कतिपय मान्छेहरूले थाहा चाहिँ छैन है सो यस्तो प्रतिभाहरू जसले आफ्नो गाउँबाट केही मोटिभेटिङ हुन्छ सन्देश तिन स्टार्टिङ होइन पिस्टल के हो मेरो आएको हो नाम छैन नि प्रशान्त हुनुहुन्छ हामीकै बाइक सञ्जय सन्ध्या अनि मतलब त जानुपर्छ सर सुचित बासु
कहिले भिडियो आशिष त यता यता यसो भिडियो गरिदिनु पऱ्यो त्यो त्यहाँ भिडियो गरिदिएर कि कसको दिपक खै समर रे त्यहाँ रहेछ सरी के भइरहेछ यता मैले क्रिस्टलको टी सर्ट पाइसकेँ गोले साहब कस्तो छ टी सर्ट ला भाइ त हान्न थाल्छ हाम्रो ब्यागमा चाहिँ यस्तो छ होइन एथलिट खै देखाउ त छातीमा टाँसा छ छातीमा टाँसा छ क्रिस्टल ए फिट ल्यापट टाँसा हाम्रो यहाँ ब्लग हुँदैछ मामा के छ यार सो गाइज सबै एक्साइटेड छन् होइन हाम्रो यहाँ गेमको लागि अर्गनाइजर टिम हुनुहुन्छ हान्दैछ के छ रिजन दाइ यो खतरा हाम्रो क्यामेराम्यान दाइ ए दामी दामी खै भने न यस्तो सन्जय अलि देखेन क्या यार यो एन्टी लाइट परेर कस्तो छ टी सर्ट मैले लगाएकै छैन ठिकै छ अरू ल यता बना भाइ के यस्तो के फेरि एउटाले तर यही रेसहरू मसँग कसै राम्रो छैन ल
सर पर्दैन फ्रिस्टाइल हाने लड्यो फ्रिस्टाइल आगे शिशिर गइছে hold प्लेन्स ओ हट्न अफ प्रेस अनि फेरि प्लेन्स तान्यो बस हिमाल चढ्न जानु लाग्यो हामी हिमाल पहाड चढ्न जानु लाग्यो हिमाल त चढ्न पाइएन अब पहाड चढ्ने हो हामी त पहाड चढ्न जान्ला हिमाल त चढ्न पाइएन डाँडा चढ्ने फलो गर्नुपर्छ सजिलो पठाइदिन्छ हुँदैछ है हुँदैछ राखन ए माया बोली राखन अनि त प्लेन पनि छ प्लेन पनि हेरेर प्लेन मस्ताना प्यार मेरा दीवाना भूल कोई हमसे न Hello guys, we are here. दिख रहा कस्तो देखिरहेको सक्दैन यसरी अब देख हाम्रो डकुमेन्टेसन चल्दैछ अब त हल्दिदैन होला बोरा त्यसकै माथि हाल्नु रातको 10 बजे हाम्रो दाइहरू यहाँ खटिरहेको छ मैले त नि खट्दै हुनुहुन्छ ज्याकेट बोकेर मैले यहाँ खटिरहेको छु कुरेर अर्थ के भन्नु ब्याग सेफ्टी म्याट आएको छ है फाइनल्ली रातको 10 बजे सिजीलाई जाडो भयो अरे ऊभन्दा हल्का म छु कि फेरि के अरे पातलो कपडामा त्यही डुलेर आयो नि त डरो त्यही भएर थर्मोकोल लाछ है सबै ल्याछ मैले हो त्यो पनि लागेन त्यही ल्याउनु ब्याग पातलो यो पनि पातलो त्यही हो तर खासै जाडो भएन मलाई छिरिङको बसेर ट्रेनिङ गर्दै बसिरहेको को ताई भाइ ए चोरहरू हेर नाचेको यस्तो
ए हुन्छ त निकाल अनि के भन्छ भित्रको बक्समा बारहरू किन निकाल्नु नोटेस यस्तो सुत्ने हो है नोटेस के गर्ने त्यो निकालेर फाइनली पुग्यो तल ल्याउ ल तल कता फाइनली पुग्यो खै त ए कस्तो बोकिरहेको रहेछ दाइको पनि म बुढा नीलकण्ठतिरबाट हो अनि अरू दाइहरू सबै छुट्टा छुट्टै ठाउँबाट यत्रै छ साँच्ची एकचोटि हिँड्नु ओएमा यत्रो बार भयो भने त म यत्रोसम्म तिमी साथी तर्सिन्छ कि पारा पातिर देख्ने बित्तिकै अरुणहरू उतै छ यार के चाहिँ पावर ब्याङ्क ज्याकेट जाऊ न म एकछिनमा आउँछु कि मेरो त जाडोले हात काप्यो है ल अझै अझै फेरि पड्कै अझै ल अझै अझै ल राइटी त अझैको कि ल म नै हान्छु ल यत्तिकै भिडियो बनाइरहेको तर सक्दिनँ मैले फेरि एक पनि जान्दैन सो गाइज अहिले चाहिँ 12 बजिसक्यो है अनि हाम्रो काम चाहिँ अहिलेसम्म सकेको छैन कि अलिअलि प्रब्लम आइरहेछ अलिअलि बारमा प्रब्लम आइरहेछ नि फिक्स हुँदैछ देखाएको छ कि छैन देखिरहेको छ फाइनली बेड टाइम है गाइज अब चाहिँ बेड टाइम होला जस्तो 12 बजेपछि बेड टाइम खा टाइम भन नि के बेड सो गाइज फाइनली बेड टाइम हाम्रो है अब चाहिँ सुत्दिने यसरी ओहो के हो हाल्न ल गाइज अब चाहिँ यो चाहिँ लास्ट गुड नाइट है लास्ट गुड नाइट हो आजको आजको गुड मर्निङ है बिहान भइसक्यो हामी कसरी हुन्छ एक बाँकी छ ए 1 मिनट बाँकी रहेछ एक बाँकी छ 1 मिनट पछि गुड मर्निङ गुड नाइट है यो मेरो नयाँ गर्लफ्रेन्ड है केटावाला गर्लफ्रेन्ड प्रायले रेप हान्दैन गरिदियो के हाल्छ किन हान्दैन क्या त्यो हात तारको कारणले क्या हेर नि त कस्तो चोर देखिरहेछ यसरी देखेको भएन यो दिपक भाइ सुतिन जस्तो यो क्यामेरामा त हेरिबस्ने भ्लगरहरू तपाईँलाई मेन कुरै थाहा रहन्छ कि समर भ्लगरको मेन कुरै थाहा रहन्छ भ्लगर चाहिँ गर्दैन भ्लगर सुतिसकेको बगर सुत्यो के अरे यस्तो